स्वतन्त्रता के हो आकाशमा उड्ने चरीलाई सोधी हेर। स्वतन्त्रता के हो आकाशमा उड्ने चरीलाई सोधी हेर। आधा जीवन त खाडीमा नै जानी भयो खेर। आधा जीवन त खाडीमा नै जानी भयो खेर। नमस्ते साथीहरू, म सुमन श्रेष्ठ, हाल पिएसबिटी सेक्युरिटीमा कार्यरत युएई देशमा। आज म तपाईहरुलाई बताउन गइरहेको छु कि युएईमा सेक्युरिटी गार्डको स्यालेरी कति हुन्छ। बेसिकली मेरो स्यालेरी कति हुन्छ, मन्थली स्यालेरी, बेसिक स्यालेरी कति हुन्छ, अनि म तपाईहरुलाई मेरो रियल स्यालेरी र मेरो रियल लाइफ एक्सपिरियन्स बताउने छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा राखेको छु। मैले तपाईहरुलाई भनिसके म पिएसबिटी सेक्युरिटीमा काम गर्छु, त्यसैले मेरो मन्थली बेसिक स्यालेरी हुन्छ 2000 दिरहम। 2000 दिरहम अहिले नेपालको उस विनिमय दरको रूपले हेर्ने हो भने 1 दिरहमको 40 रुपैयाँ हुन्छ। अब हिसाब गर्नुस् बेसिक स्यालेरी कति भयो। 2000 दिरहमको लगभग 80,000। पिएसबिडी मा यति हुन्छ, तर यहाँ पनि सेक्युरिटी विभिन्न प्रकारका हुन्छन्। मानौं पिएसबिडी, म पिएसबिडी भए, अर्को हुन्छ सिरा या डिपिएस। उनीहरुको चाहिँ अलि फरक हुन्छ, उनीहरुको रुल अलगै हुन्छ, हाम्रो रुल अलगै हुन्छ। त्यसैले अनि यहाँको ल अनुसार हप्तामा 1 दिन छुट्टी हुनै पर्छ, 1 दिन छुट्टी हुनै पर्छ। त्यसैले महिनामा 26 दिन काम गर्दा बेसिक 2000 प्लस ओभरटाइम गरेर मेरो आउँछ 2770। 2770 मा 70 दिरहम मेरो सिमको पैसा काट्छ। यसको मतलब भयो बाँकी रह्यो 2700। अनि यदि मैले अफ लिन मतलब कम्पनीले अफ दिएन मलाई, मैले 30 दिन ड्युटी गरे भने मेरो स्यालेरी हुन्छ 3260। 3260 मा 70 घटाउँदा त्यही 3190 आउँछ। त्यसमा तपाईहरु आफै क्याल्कुलेट गर्नुस् कि 1 बराबर 40। तपाईहरु आफै थाहा पाउनुहुन्छ मेरो स्यालेरी कति हुन्छ र युएई मा सेक्युरिटी गार्डको, पिएसबिटी सेक्युरिटी गार्डको स्यालेरी कति हुन्छ। यसरी नै डिपिएस अथवा सिराको चाहिँ अलग हुन्छ, उनीहरुको अलग हुन्छ। बेसिकली म भन्दैछु मलाई के जानकारी छ, म पिएसबिटी सेक्युरिटी भएको हुनाले मलाई पिएसबिटी को थाहा छ। डिपिएस को मलाई त्यति थाहा छैन, तर डिपिएस पिएसबिटी ड्युटी उस्तै हुन्छ। ट्रेनिङ अलग होला, एक्जाम अलग होला, तर ड्युटी गर्ने युएई भरि नै सेम नै हुन्छ। बुझ्नुभयो मेरो स्यालेरी कति हुन्छ भने। अनि अर्को कुरा, कम्पनीले हामीलाई के प्रोभाइड गर्छ त। प्रत्येक कम्पनीको आफ्नो आफ्नो नियम हुन्छ, आफ्नो आफ्नो कानुन हुन्छ, आफ्नो आफ्नो रुल्स हुन्छ, हैन। तर हामीलाई चाहिँ हाम्रो कम्पनीले के दिन्छ भन्दा रुम दिएको हुन्छ, फाइन। अनि अर्को हुन्छ ड्युटी आउन जान ट्रान्सपोर्ट दिएको हुन्छ। अनि हामीलाई चाहिँ खाना प्रोभाइड गर्दैन, खाना आफै बनाउने खाने, त्यो चाहिँ राम्रो कुरा छ। एउटा कम्पनीले ग्यास चुलो सबै दिन्छ, खाना चाहिँ आफै बनाउने। कतिपय कम्पनीले खाना आफै दिन्छ तर मेजको खाना दिन्छ। मेजको खाना कस्तो हुन्छ, 1000-2000 जना मान्छेलाई पकाएको खाना कस्तो हुन्छ तपाईहरु आफै बुझ्नुस्। अनि आफै खाना खाँदा चाहिँ हाम्रो चाहिँ मन्थली एकदम नर्मल खाना, बेसिक नेपालीले खाना खायो भने महिनाको 220, एकदम धेरै आयो 250 सम्म आउँछ। यो रहेको छ। कम्पनीले हामीलाई के प्रोभाइड गर्छ। कतिपय कम्पनीले खाना दिएको हुन्छ, कतिपय ड्युटी लोकेसनमै खाना पाउने हुन्छ, कतिपय ठाउँमा कतिपय हुन्छ कि यस्तो छ कि लोकेसन हुन्छ कि खानाको 1 रुपैयाँ खर्च हुँदैन, 1 रुपैयाँ खाना खर्च हुँदैन, त्यस्तो लोकेसन नै हुन्छ। मेरो मानौ म स्कुलमा काम गर्छु, स्कुलमा काम गर्ने भएकोले मलाई उस्तै पर्यो भने 1 टाइमको खाना स्कुलमा मिल्न सक्छ, तर यस्तो हुन्छ टाइमिङ मिल्दैन। त्यहाँ अब क्यान्टिन खुल्ने टाइमिङ हुन्छ, हैन, बच्चाहरुको टाइमिङ हुन्छ, त्यसैले हामीले खाना अलि टाइमिङ मिल्दैन। हामीलाई के छ, हामी धेरै भोक खप्न सक्दैन नेपालीहरु। यहाँको 10, 11, 12 बजे हामीलाई खाना खाइहाल्न पर्छ। क्यान्टिनमा 1 बजे 2 बजे खाना खुल्छ। त्यही भएर म आफै बनाउँछु, आफै खान्छु। यो रहेको छ। तपाईहरुले थाहा पाउनु भयो मेरो स्यालेरी कति, युएई मा पिएसबिटी सेक्युरिटीको स्यालेरी कति भनेर थाहा पाउनु भयो। अनि मलाई कम्पनीले के दिन्छ भनेर पनि थाहा पाउनु भयो। सबै थाहा पाउनु भयो। तपाईहरुलाई म ड्युटीको बारेमा भन्छु। ड्युटी कस्तो हुन्छ भन्दा यहाँ कतिपय ड्युटीहरु बस्ने 12 घण्टा बस्ने, उठ्नै नपर्ने ड्युटी हुन्छ। कतिपय ड्युटी 12 घण्टा खडा हो,
12 घन्टा स्ट्यान्डिङ ड्युटी पनि हुनसक्छ। तपाईँको भाग्य कस्तो छ, तपाईँको यहाँ के लेखेर आएको छ त्योमा भर पर्छ। म मेरो स्कुलमा ड्युटी हो, बिहान स्कुल लाग्ने समयमा आधा घन्टा या 45 मिनटमा 1600-1700 गाडी आएको आई गएको गई आएको आई गएको गई गर्छ। त्यसलाई ट्राफिक कन्ट्रोल गर्नुपर्ने हुन्छ। त्यति बेला के हालत हुन्छ सोच्नुहोस्। त्यस्तै अब जब छुट्टी हुने बेलामा हालत त्यस्तै हुन्छ। अनि स्कुल छुट्टी हुँदा चाहिँ आरामसँग बस्ने, ड्युटी गर्ने, त्यो रहेको छ। कतिपय अब मानौँ सपिङ मलहरूमा 12 घन्टा उभिनु पर्ने हुन्छ, बाहिर पार्किङमा हुन्छ ड्युटी। तपाईँ अब अहिले जाडो महिना छ, ल फाइन, जाडो महिनामा फाइन छ, नो प्रब्लम। तपाईँ विचार गर्नुहोस्, जुन जुलाईको त्यो घाममा तपाईँको ड्युटी पार्किङमा परेको छ भने तपाईँको हालत के हुन्छ। यता तातो हावाले यताबाट थप्पड हान्छ, यताबाट पनि थप्पड हान्छ, अनि गाडीको तातो त्यस्तै आउँछ। त्यसैले अनि त्यो भयो ड्युटी कुरा। 12 घन्टा ड्युटी छँदैछ, त्यसपछि रुमबाट ड्युटी जाऊ, ड्युटीबाट रुम आऊ गर्दा मिनिमम 2 घन्टा लागेको हुन्छ। प्राय जसोलाई 70-80% सबैलाई यो टाइम लागेकै हुन्छ त्यो। अनि तपाईँहरू कोही युएईमा सेक्युरिटी गार्डमा आउन खोज्दै हुनुहुन्छ, कोही आउन चाहनुहुन्छ भने अब यस्तै हो, गर्मी हुन्छ होइन, ड्युटी हो, गर्मी भयो भने गर्नै पर्छ होइन। अब कतिपय कुराहरूमा डिस्कस पर्छ, कहाँ ड्युटी गर्दा कुरा मिल्दैन होइन, कतिपय कुराहरूमा गाली खाइन्छ। यो ड्युटीको पार्ट हो के, गर्नुपर्छ होइन। केही गर्छु फ्यामिलीको लागि, केही गर्छु आफ्नो फ्युचरमा, केही गर्नु छ, केही पैसा बचत गर्न भनेर आएको हो नि हामी, हो किन, राइट हो। त्यही भएर गाली पनि खानुपर्छ। सेक्युरिटी भनेको कस्तो हुन्छ भने जस्ट नपाउने ड्युटी के, गरे पनि नहुने, अब गर्दा पनि ठिकै छ, नगर्दा कसले गरेन, सेक्युरिटीले गरेन भन्ने हुन्छ क्या। युएईमा सेक्युरिटी गार्डको ड्युटी नराम्रो छैन। मानौँ त्यो आफ्नो आफ्नो किस्मतमा हो। कतिपय ड्युटीहरू हुन्छ त्यहीँ खाने, त्यहीँ बस्ने, त्यहीँ सुत्ने, 1 रुपियाँ पनि खर्च नहुने ठाउँ पनि हुन्छ। कतिपय ठाउँमा 12 घन्टा उभिनु पर्ने, पार्किङमा, बाहिर रम्बलहरूमा होइन, त्यो पार्कहरूमा गर्नु पर्यो भने त फेरि त्यही हो, हालत खराब हुन्छ। त्यही भएर युएईमा ड्युटी गर्न राम्रै छ, नराम्रो पनि छ, के भन्नु। अब मेरो लागि राम्रै छ है, मेरो लागि त राम्रो छ। त्यही भएर तपाईँहरू कोही एज अ सेक्युरिटी गार्ड आउँदै हुनुहुन्छ, आउन चाहनुहुन्छ भने युएईमा राम्रो छ, धेरै अपर्च्युनिटीहरू पनि छ होइन। तपाईँहरू यहाँबाट अरू देश जान पनि सजिलो हुन्छ, अरू काम ट्रान्सफर गर्न सजिलो हुन्छ होइन। युएईमा हार्ड वर्क छ होइन, हार्ड वर्क छ। अनि तपाईँ कुर्न सक्नुपर्छ क्या केही होइन। अब मानौँ तपाईँलाई भोलि अरू कुनै देश जान मन लाग्यो, युरोप जान मन लाग्यो, तपाईँ यहाँबाट सजिलो छ। यहाँबाट कति मान्छेहरू सेक्युरिटी छोडेर युरोप गइरहेका हुन्छन् होइन। आउनुहोस्, नआउनुहोस् भन्दिनँ, आउनुहोस्, बुझेर आउनुहोस् होइन, बुझेर आउनुहोस्। तर धेरै त्यो ऊ राखेर नआउनुहोस् के, धेरै मलाई यो चाहियो ऊ चाहियो, धेरै उतिखेरै हुन्छ जस्तो गरेर नआउनुहोस् के, यो चाहिँ म भन्छु होइन। तपाईँले वेट गर्न चाहिँ सक्नुपर्छ है, धेरै त्यो चाहिँ हुन्छ। अनि आज चाहिँ मेरो छुट्टी थियो होइन। अनि छुट्टीमा मैले चाहिँ के गरौँ त भन्दा भिडियो बनाउँछु, हाल्छु। यो भिडियो मैले भिडियो बनाएँ, यो भिडियो मार्फत कसैलाई अलिकति पनि जानकारी मिल्यो भने पनि म थ्याङ्क्सफुल हुनेछु। अनि यदि तपाईँहरूलाई यो भिडियो अलिकति पनि हेल्पफुल लाग्यो भने चाहिँ लाइक अनि सेयर अनि सब्सक्राइब गर्न सक्नुहुन्छ है। अनि त्यो बेल आइकनलाई पनि ठोक्न सक्नुहुन्छ। घन्टीको माहौल चलिरहेछ होइन देशमा, तपाईँ घन्टीलाई पनि यसो छेडखानी गर्न सक्नुहुन्छ। अनि छुट्टी, अनि छतमा आएर मैले चाहिँ भिडियो बनाउँदैछु। अनि अन्तिममा अब तपाईँहरूलाई केही जानकारी चाहिन्छ भने क्वेसन गर्न सक्नुहुन्छ, कमेन्टमा क्वेसन गर्न सक्नुहुन्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्टमा भन्न सक्नुहुन्छ होइन। तपाईँ हामी बात गर्नुपर्छ क्या, बात गर्नुपर्छ। हामी भनेको अब फ्यामिली जस्तो भयो नि, फ्यामिली बात गर्नुपर्छ क्या, त्यही हो। अनि धन्यवाद सबै साथीहरूलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो होइन। धन्यवाद वन्स अगेन, जय नेपाल।